एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ म मेरो साइली सासूको घरमा आएको थिएँ है। उहाँ बारीमा काम गर्दै रहेछ है। अनि मलाई चाहिँ उहाँको बारीमा देखाउनु मन लाग्यो कि ओ माई गड, हेर्नु न, यो चाहिँ ओरिजिनलवाला अकबरे खुर्सानी है। एउटै हाँगामा 30-40 वटा झुन्डेको छ क्या। एक बाइट लियो भने पर्र हुने खाले ओरिजिनल है यो चाहिँ खुर्सानी है। फेरि यो चाहिँ चोर्न चाहिँ नआउनु होला है, फेरि मेरो सासूले मार्नुहुन्छ है। यति धेरै तरकारीहरू रोप्नु भएको छ है। खुर्सानी त हेर्नु न, जे पनि छ कि उसको बारीमा पनि टन्नै फलेको छ। एक दुईजनाले चाहिँ तेरो सासूहरू खुब घुम्ने खाले, रमाइलो गर्ने खाले छ है भन्नुभएको थियो है। ल हेर्नुहोस् कति पौराखी छ मेरो सासूहरू है। सबै यसरी नै काम गर्नुहुन्छ, घुम्न पनि जानुहुन्छ, काम नि गर्नुहुन्छ है। सबै ठाउँमा भ्याउनुहुन्छ। लट्टे सागहरू है, यताउता सब छ है। ल हेर्नु होला, हजुरहरू पनि थोरै टाइम निकालेर आफ्नै बारीमा केही रोपेर खानु होला है। एकदमै हेल्दी पनि हुन्छ, अर्ग्यानिक नि हुन्छ, प्लस अनि आफ्नो हेल्थलाई नि राम्रो हुन्छ कि है। थोरै फिट पनि भइन्छ नि त। अनि आफूले गरेपछि एकदमै माया पनि लाग्छ है। ल हजुरहरू पनि गर्नु होला।